जहाँ नेपाली भाषाको सुरुवात भयो, तपाईँ आज जुन भाषा बोल्नुहुन्छ, गीत गाउनुहुन्छ, आमालाई फोन गर्नुहुन्छ, त्यो नेपाली भाषाकी आमा जुम्लाको जंगलमा हराएर बसेकी छिन्। जहाँ 700 वर्ष अघि माटोको पाइप बनाएर घर घरमा पानी पुर्याइन्थ्यो, त्यही ठाउँमा आज पानी लिन गाग्रो बोकेर घण्टौं हिँड्नुपर्छ। जहाँ दरबार थियो, त्यहाँ आज भत्किएका ढुङ्गाका थुप्राहरू छन्। सिन्जा उपत्यका यो नेपाली भाषाको जन्मस्थान हो, तर आज त्यहाँ पुग्न हेलिकप्टर नभए गाह्रो पर्छ। जुम्ला नेपालकै सबैभन्दा पिछडिएको र दुर्गम ठाउँमध्ये एक हो, जहाँ गरिबीले दुई छाप टार्न धौधौ पर्छ, जहाँ केही बच्चाहरू कुपोषणले यस्तो देखिन्छन्। यो विडम्बना होइन, यो नेपालको राज्यले आफ्नै जोरामाथि गरेको अपमान हो। 700 वर्ष अघि जुम्लाको जंगलमा एउटा सभ्यता थियो। यो कुरा बुझ्न त्यो युगमा फर्किनुपर्छ, जब काठमाडौँ उपत्यका मात्र नेपाल थिएन। सिन्जा उपत्यका 12औं देखि 14औं शताब्दीका बीच खस मल्लहरूको प्राचीन राजधानी र नेपाली खस भाषाको उत्पत्तिको केन्द्र थियो। तिब्बतबाट आएका नागराजले सिन्जालाई राजधानी बनाएर एउटा साम्राज्य खडा गरे, जसले पछि पश्चिम नेपाल, आजको भारत, उत्तराखण्ड र दक्षिण पश्चिम तिब्बतसम्म फैलिएको विशाल साम्राज्यको रूप लियो। सोच्नुस् त, जुन जुम्लाको नाम आज पिछडिएको भनेर बोलाइन्छ, त्यही ठाउँबाट एउटा साम्राज्यले तिब्बत, उत्तराखण्ड र काठमाडौँसम्म शासन गरेको थियो। राजा अशोक चल्लले आफूलाई खस राजाधिराज, खसहरूका सम्राट भनेर सम्बोधन गर्थे र उनका शिलालेखहरू बोधगया बिहारसम्म फैलिएका छन्। अर्थात् खस साम्राज्यको प्रभाव हिमाल पारी भारतको तीर्थस्थलसम्म पुगेको थियो। यो भाषा जुन ढुङ्गामा कोरिएको थियो, सिन्जा उपत्यकाका भिरालो चट्टानहरूमा र नजिकैको तुल्लुमा 13औं शताब्दीका देवनागरी लिपिका सबैभन्दा पहिलेका उदाहरणहरू भेटिएका छन्। हाम्रो नेपाली भाषा भेटिएको छ। ती अक्षरहरू हाम्रा भाषाको पहिलो श्वास हुन्। एउटा राजाले ढुङ्गामा लेखेर छोडेको भाषा नै आज नेपालको राष्ट्रिय भाषा बनेको छ। अर्थात् जुन नेपाली तपाईले बोल्नुहुन्छ, त्यसको 700 वर्ष पुरानो पुर्खाको आवाज ती ढुङ्गामा अझै गुन्जिरहेको छ। खसहरूको भाषा र संस्कृति नेपालभरि फैलिँदै गयो र यो भाषा पछि नेपाल र उत्तर पूर्व भारतको सम्पर्क भाषा बन्यो। यहाँ एउटा तथ्य छ जुन सुन्दा अचम्म लाग्छ, पत्यार नै नलाग्ने। क्याम्ब्रिज विश्वविद्यालयको पुरातत्व विभागले गरेको उत्खननमा सिन्जामा पुराना दरबार र मन्दिरका अवशेषहरूसँगै बस्तीभित्र पानी आपूर्ति गर्ने भूमिगत माटाका पाइपहरूको सञ्जाल भेटिएको छ। 700 वर्ष अघि जब संसारका धेरै ठाउँमा खोलामा गएर पानी ल्याउनु पर्थ्यो, सिन्जाका मानिसहरूले घर घरमा पाइप जोडेर पानी पुर्याउने व्यवस्था गरेका थिए। तर त्यो सभ्यताको राजधानी, त्यो भाषाको जन्मस्थान आज कस्तो छ? कर्णाली प्रदेशमा 39.5% मानिस बहुआयामिक गरिबीमा छन्। यो नेपालका सबै प्रदेश मध्ये सबैभन्दा धेरै हो, सबैभन्दा धेरै हेपिएको ठाउँ। जुम्लाले नेपालका अन्य धेरै क्षेत्रभन्दा कम सहायता पाउँछ र जे सहायता आउँछ नि, त्यो पनि बिचौलियाले खाइदिन्छन्। जहाँ कुनै समय भूमिगत पाइपबाट पानी आउँथ्यो, त्यहाँ आज खानेपानीका लागि घण्टौं हिँड्नुपर्छ। जहाँ दरबार थियो, त्यहाँ आज भत्किएका ढुङ्गाका थुप्राहरू छन्। जहाँ भाषाको जन्म भयो, त्यहाँ आज साक्षरताको दर राष्ट्रिय औसत भन्दा धेरै कम छ। कर्णाली क्षेत्रमा प्रति व्यक्ति आय 2001 मा मात्र $173 थियो। राष्ट्रिय औसत $240 भन्दा धेरै कम। वयस्क साक्षरता दर 25.3% थियो, यानि कि जम्मा 25% वयस्कहरू मात्रै शिक्षित थिए। राष्ट्रिय 48% को तुलनामा थियो। अर्थात् जुन ठाउँले नेपाललाई भाषा दियो, त्यही ठाउँका मानिसलाई आज अक्षर चिन्न मुस्किल छ। किन उपेक्षा गरियो सिन्जालाई? काठमाडौँबाट सिन्जा पुग्न आज पनि हवाईजहाज वा दिनकै पैदल हिँड्नुपर्छ। जसको भाषा हामी बोल्छौं, जसको सभ्यताले हामीलाई अक्षर चिन्न सिकायो, उनको घर अझैसम्म सडकबाट जोडिएको छैन। सिन्जामा आजसम्म पनि बोलिने जुम्ली नेपाली हो, जो प्रारम्भिक नेपालीसँग मिल्दोजुल्दो छ। भाषाको उत्पत्तिसँग जोडिएको जीवित डोरी हो। अर्थात् त्यो उपत्यकाका मानिसहरूको जिब्रोमा अझैसम्म 700 वर्ष पुरानो भाषाको झल्को बाँकी छ। आजसम्म पनि सिन्जाका ढुङ्गाका देवलहरूमा मस्टो धामी झाँक्रीका प्राचीन अनुष्ठानहरू चल्दैछन्। सभ्यता टुक्रियो, साम्राज्य भत्कियो, तर परम्परा अझै श्वास फेरिरहेको छ। तर कति दिनसम्म? सिन्जा कुनै सामान्य गाउँ थिएन। यो एउटा सुव्यवस्थित योजनाबद्ध र वास्तुकलामा दक्ष सभ्यताको राजधानी थियो। त्यहाँको एक नदीको पारीपट्टि चट्टानहरूमा गुफाहरू छन्, जहाँ पुराना बौद्ध चैत्यहरू र शिलालेखहरू भेटिएका छन्। यो पनि पत्यार नलाग्ने तथ्य हो, तर तथ्य हो। रिपु मल्लले लुम्बिनीमा खुँदेको शिलालेख पढ्दा थाहा हुन्छ। ओम मणि पद्मे होम,
श्री रिपु मल्ल चिरम जयतु अर्थात् रिपु मल्ल दीर्घकाल जय होस्। इतिहासकारहरूका अनुसार लुम्बिनी त्यसबेला खस मल्ल साम्राज्यकै अन्तर्गत पर्थ्यो अर्थात् बुद्धको जन्मस्थान एउटा जुम्लाली राजाको राज्यमा थियो। यो सोच्नुहोस्, जुन लुम्बिनी आज नेपालको गर्वको केन्द्र हो त्यो कुनै बेला सिन्जाबाट शासित हुन्थ्यो र रिपु मल्लको त्यो भेटपछि लुम्बिनी बिस्तारै जंगलमा हरायो र सन् 1893 मा खड्ग शमशेरले पुनः फेला नपार्दासम्म संसारले लुम्बिनी बुद्धको जन्मभूमिलाई बिर्सिएको थियो। हामी नेपालीले पनि बिर्सिएका थियौं। 14औं शताब्दीपछि खस मल्ल साम्राज्य 22 वटा साना राज्यहरूमा विभाजित भए। इतिहासकारहरूका अनुसार उच्च जातका राजपूतहरूको हस्तक्षेपले खस साम्राज्यको विभाजनमा महत्त्वपूर्ण भूमिका खेल्यो। उनीहरू संख्यामा थोरै भए पनि उनीहरूको महत्त्वाकांक्षाले साम्राज्यलाई तहस नहस बनाइदियो। साम्राज्य टुक्रियो, राजाहरू बिर्सिए, दरबार भत्काइयो, तर भाषा बाँचिरहेको छ। खसहरूको भाषा र संस्कृति नेपालभरि फैलिँदै गयो। यो भाषा पछि नेपाली नामले चिनिएर नेपाल र उत्तर पूर्व भारतको साझा भाषा बन्यो। अर्थात् ती राजाहरू गए तर उनीहरूले बोलेको भाषा आज 2 करोड भन्दा बढी मानिसको जिब्रोमा अझै जीवित छ। सिन्जा उपत्यकाको उत्खनन क्याम्ब्रिज विश्वविद्यालयको पुरातत्व विभागसँगको सहकार्यमा गरिएको थियो। सिन्जा उपत्यका युनेस्को विश्व सम्पदाको प्रस्तावित सूचीमा सन् 2008 मा पुरातत्व विभागद्वारा आधिकारिक रूपमा सूचीकृत गरिएको थियो। संसारले यसको मूल्य बुझ्यो तर हाम्रो राज्यले अझैसम्म यसलाई यसको योग्यता दिन सकेको छैन। एकातिर 700 वर्ष अघि सिन्जाबाट एउटा राजाले तिब्बत, उत्तराखण्ड र काठमाडौँसम्म शासन गरेका थिए। त्यही ठाउँमा भूमिगत पाइपबाट पानी बग्थ्यो। देवनागरी लिपिका पहिला अक्षरहरू ढुङ्गामा कुँदिएका थिए र एउटा भाषाले जन्म लिएको थियो जो आज 2 करोड भन्दा बढी मानिसले बोल्छन्। अर्कोतिर आज त्यही ठाउँका बच्चाहरू कुपोषणमा छन्। कर्णाली प्रदेशमा आधा भन्दा बढी मानिस बहुआयामिक गरिबीको रेखामुनि छन्। त्यहाँ पुग्ने सडक अझैसम्म पूरा भएको छैन र युनेस्को सूचीमा परेको यो सम्पदाले आवश्यक संरक्षण र विकास पाएको छैन। यो केवल जुम्लाको समस्या हुँदै होइन, यो नेपालको आफ्नै जरालाई बिर्सने बानीको समस्या हो। जसले हामीलाई भाषा दियो, जसले हामीलाई लिपि दियो, जसले हामीलाई पहिचान दियो, उसको घर आज यति हेपिएको छ कि त्यहाँका मानिसहरू आफ्नो इतिहास भन्दा बाहिर नेपालीहरूलाई भेट्न नै गाह्रो पर्छ। आज तपाईले नेपालीमा यो कन्टेन्ट सुन्नुभयो। त्यो भाषाको जन्म सिन्जाको एउटा चट्टानमा 700 वर्ष अघि भएको थियो। जो चट्टान आज पनि उही ठाउँमा छ, त्यो भाषा आज पनि तपाईको जिब्रोमा छ। प्रश्न यो होइन कि इतिहासले सिन्जालाई के दियो, प्रश्न यो हो आज हामीले सिन्जालाई के दियौं। जसले हामीलाई आमाको भाषा दियो त्यो आमा आज जुम्लाको जंगलमा एक्लै बसेकी छिन्, पर्खिरहेकी छिन् कसैले उनलाई सम्झियोस् भनेर। हवस् त, इतिहासका यस्तै खोजमूलक भिडियोका लागि ट्रिभर्स टिभी हेर्दै गर्नुहोला। नमस्ते।